र गुड मर्निङ एभ्रिवान। फेरि पनि म हजुरहरूको अगाडि है यो जानकारीमूलक छोटो भिडियो लिएर आएको छु। अहिले घरि म यो हाम्रो डिभिजन कोठी परिसरमा छु। यहाँनिर हाम्रो मङ्पुबाट हरेक मङ्गलबार है मङ्पुबाट हाम्रो यहाँ दिदीहरू आएर यसरी दोकान थाप्नुहुन्छ। मङ्गलबार मात्रै, प्रत्येक मङ्गलबार 10 बजीदेखिको 4 बजीसम्म चाहिँ यसरी दोकानपाट राख्नुहुन्छ। सस्तो मूल्यमा उहाँहरूले है हरेक कुराहरू दिनुहुन्छ, सागसब्जीदेखि लिएर मरमसलाहरू सबै। र आज यो मङ्गलबार, आज कति तारिक हो अन्तिम दाजु? आज 19 आज 20 जनवरी 2026 मङ्गलबारको दिनदेखि चाहिँ हाम्रो अन्तिम दाजुहरूले पनि यहाँनिर सानो टेबल राख्नु भएको छ। र यो टेबलमा चाहिँ के छ भन्दाखेरि तपाईँहरूले यहाँनिर यो सोयाबिनको होममेड अचार हाम्रो भाउजूले बनाउनु भएको अचारहरू यसरी राख्नु भएको छ। चिकन पनि छ खै? ओ अच्छा, यो चिकनको अचारहरू रहेछ। अनि यो चाहिँ अब ताँबा मिक्स अचारहरू यसरी ब्याम्बो त्यो उयसको है, ब्याम्बोको भनौँ न, ब्याम्बो रुटको यो अचारहरू ताँबाको भनौँ, मिक्स रहेछ डल्ले सल्लेहरू। अच्छा, यो ड्राई नकिमा रहेछ, नाकिमा होइन। सबै यो अब गोर्खे प्रडक्टहरू हो, तर अब अन्य समुदायकोहरूले पनि अति रुचाउने गर्छ यो अचारहरू चाहिँ है। सो आज दिन चाहिँ यहाँ हाम्रो अन्तिम दा अनि भाउजूले पनि यहाँनिर टेबल राख्नुभएको छ। र जतिजनालाई यो होममेड अचार जतिजनाले मन पराउनुहुन्छ हजुर आएर चाहिँ यहाँनिर किन्नु सक्नुहुन्छ। अलिकति मूल्य बताइदिनुहोस् त। सोयाबिनको सोयाको चाहिँ 100 हो हजुर, यो चिकन चाहिँ 130 अनि यो चाहिँ यो पनि 100 हो, मिक्सको 100, यो 50 नाकिमा है 50। सो हजुरहरूलाई मैले यो जानकारी दिएको छु। हरेक मङ्गलबार, प्रत्येक मङ्गलबार आउनुहुन्छ र प्रत्येक मङ्गलबार मैले पनि त्यही भन्नु आँटेको थिएँ है। हामी गोर्खाहरू भएर हामीले एउटा गोर्खालाई हामी सपोर्ट गर्नुपर्छ। सो कति है सुन्तला बहिनी मात्रै है भाइरल हुन्छ होइन, हाम्रो दाजुहरूलाई हामीले भाइरल बनाउनुपर्छ। लाटपन्चरभित्र नै हाम्रो लाटपन्चरकै दाजु है अनि भाउजूले यसरी दुःख गरेर प्रडक्टहरू ल्याउनु भएको छ। उहाँहरूलाई पनि सपोर्ट गरिदिनु होला, आएर किनिदिनु होला। हजुर, पर्क है बिस्तारै सबै आउँछ ए? हुन्छ लु, तपाईँहरूलाई दाजुले पनि जानकारी दिइहाल्नु भयो है। ल, धेरै धन्यवाद छ। यो मेरो फेरि पनि छोटो अनि मिठो जानकारीमूलक भिडियोहरू दिनुभएको लागि धेरै धन्यवाद।